आन्दोलन गर्नुपर्छ भनेर उकास्नेहरू केही तत्त्वहरू थिए। आन्दोलनको दिनमा मलाई क्षण भयो भन्ने र ती सोझा जेन्जी भाइ बहिनीहरूलाई आन्दोलनमा होम्ने, आफू चाहिँ एक ठाउँमा लुकेर बस्ने यस्ता तत्त्वहरूले नेतृत्व गरेर चाहिँ कुनै पनि सफल हुँदैन भन्ने कुरा पनि म यहाँलाई स्पष्ट गर्न चाहन्छु। नेतृत्वविहीन आन्दोलनले कुनै पनि शक्तिलाई ठाउँमा पुर्याउन सक्दैन भन्ने कुरा पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। यो आफ्नो ज्यानको लागि सधैँ मैदानमा उत्रिन तयार छ भन्ने कुराहरू पनि यहाँबाट हामीले सन्देश दिनुपर्छ। आज त्यो सभाले सन्देश दिनुपर्छ। यदि यो देश रह्यो भने तपाईँ हामी रहन्छौँ, यो देशै नरहने स्थिति आयो भने तपाईँ हामी नेपाली भनेर गर्व गर्न कुनै हामीलाई गर्व नहुने छैन। त्यो हिसाबले पनि अब हामी राष्ट्रवादी शक्तिहरू एक भएर गोलबन्द भएर अगाडि बढ्न सक्यौँ भने मात्र यो देशले विकास पाउनेछ र यो देशले भन्ने कुराहरू तपाईँको माझमा राख्न चाहन्छु।